तातोमा हजुर सर्वप्रथम हाम्रो वसन्त ऋतुको प्रवचनमा आउनुभएका नम्बरगे साउन्डले यहाँहरू सम्पूर्णलाई सुस्वास्थ्यको कामना गर्दै हार्दिक अभिवादन गर्न चाहन्छु र त्यस्तै गरी जुमको माध्यमबाट हामीलाई सुनिरहनु भएका हेरिरहनु भएका धर्म मित्रहरू यहाँहरू सम्पूर्णलाई अभिवादन व्यक्त गर्न चाहन्छु र विशेष गरी आज हाम्रो गरुड वर्षको जुन नयाँ वर्ष छ त्यसको शुभ अवसरमा र आजको यस अवसरलाई हाम्रो जुन भोटवासी त्यस्तै गरी हिमालयनवासी हुनुहुन्छ त्यस्तै गरी यहाँहरू सम्पूर्णलाई अहिले हाम्रो जुन भोट पात्र अनुसारको जुन लोसर छ गरुड वर्ष लोसर छ यसको यहाँहरू सम्पूर्णलाई लोसरको हार्दिक शुभकामना दिन चाहन्छु र त्यसै गरी यो लोसरको लोसरमा यहाँहरूलाई सुस्वास्थ्य सम्पूर्ण कार्यहरू सिद्धि हुने कुनै प्रकारको विघ्न बाधा नआउने र आफ्नो र सम्पूर्णको आफूले चाहेको कुराहरू शीघ्र रूपमा पूरा हुने त्यो प्रकारको प्रतिदान गर्दछु र आज समग्रमा भन्नुपर्दाखेरि केही दिन जुन मैले जुन प्रवचन गर्ने केही परिवर्तनहरू गर्नुपर्ने भयो म यो लोसरको समयमा र भोलि जस्तो लोसर हो भने आज चाहिँ म अलिकति अस्वस्थ भएँ अलिकति मलाई रुगा मार्के अस्तिदेखि नै मलाई रुगा लागिरहेको थियो र त्यही कारणले गर्दाखेरि म अलिकति आराम पनि गर्न पाइनँ त्यही भएर यताउता जानु परेको कारणले गर्दाखेरि धेरै कामहरू भएको कारणले राम्रोसँग आराम गर्नु पाइनँ त्यही भएको कारणले गर्दाखेरि एक महिना जति भयो मलाई रुगा मार्की लागेर आराम गर्न नसकेकोले त्यही माथि अर्को के भयो भन्दाखेरि अलिकति चिसो पनि बढेको कारणले अझै यो रुगा मार्की चाहिँ अझै नराम्रो किसिमले मलाई च्यापेर गयो र पहिला पनि हाम्रो जुन यो कोभिड-19 थियो जो महामारी थियो त्यो 2-3 दिन म बिरामी भएको थिएँ कोभिडको समयमा त्यो समयदेखि अहिलेसम्म त्यस्तो ठुलो रोग त मलाई लागेन तर खै आज 1-2 दिन चाहिँ म अलिकति अस्वस्थ भएँ त्यही भएको कारणले गर्दाखेरि चाहिँ र हिजो अस्ति नयाँ वर्ष लोसरको समयमा चाहिँ अलि मैले जुन रचनाहरू गर्थेँ त्यो पनि केही गर्नु पाइनँ मैले धेरै कामहरू गर्न सकिनँ र आज चाहिँ म यो पालिको लोसर चाहिँ अलिकति अचम्मको भयो एक प्रकारले सोच्दा त्यो राम्रो पनि हो जस्तो लाग्यो किनभने त्यस्तो कुनै विघ्न बाधा हटेर गएको हो कि जस्तो पनि मलाई महसुस भयो र जे भए पनि केही दिन चाहिँ रोग बिमारले गर्दाखेरि यो प्रवचन गर्न सकिनँ यहाँलाई क्षमा प्रार्थी छु र आज चाहिँ यहाँ म निरन्तर रूपमा जुन प्रवचन आज म निरन्तर रूपमा क्रमसँग गर्न गइरहेको छु र अस्ति हामीले 5 प्रकारको जुन बुदाहरू थियो जुन डापा ग्याल्सेनले रचना गर्नुभएको लामा नप्चुकाको व्याख्यामा चाहिँ 5 प्रकारको बुदाहरू थियो त्यसरी प्रस्तुत गरेको छु त्यो 5वटा मध्ये पहिलो चाहिँ के थियो 4वटा चाहिँ पहिलो जुन 4वटा बुदाहरू थिए 4वटा विषयहरू थिए त्यो चाहिँ जुन डापा ग्याल्सेनको वाक्यमा
व्याख्यामा भएको त्यो अनुसार मैले बताइसकेको छु र अब पाँचौं चाहिँ के छ भन्दाखेरि चाहिँ संक्षेपमा त्यो चाहिँ संक्षेपमा बताइने त्यो रहेको छ र त्यो चाहिँ म यहाँ र जुन ग्रन्थको जुन विषय छ त्यसलाई चाहिँ म संक्षेपमा यहाँलाई बताउन गइरहेको छु र त्यही भएको कारणले जे जस्तो भए पनि अस्ति मैले भने जस्तै गरेर जुन गुरु पञ्चासिकाको यो ग्रन्थ चाहिँ यो 5 वटा बुदाहरूमा 5 वटा विषयमा चाहिँ हामीले त्यसलाई हामीले प्रस्तुत गर्ने हो भने त्यो चाहिँ अलिकति सजिलो र हामीले अब बुझ्न पनि सजिलो दिमागमा सजिलो गरेर बस्ने भएको कारणले गर्दा त्यो भएको कारणले त्यो भित्रबाट चाहिँ पहिलोदेखि चौथोसम्म चाहिँ हामीले अस्ति नै हामीले त्यसको परिचय मैले छोटकरीमा परिचय दिइसकेको छु र आज चाहिँ पाँचौं जुन ग्रन्थको वास्तविक त्यसको विषय चाहिँ मुख्य विषय चाहिँ यहाँ क्रमैसँग म यहाँलाई व्याख्या गर्न गइरहेको छु र त्यो भित्र चाहिँ सर्वप्रथम के छ भन्दाखेरि सर्वप्रथम चाहिँ रचनाको वन्दना भगवान वज्रस्रोतलाई वन्दना गर्दछु भन्ने जुन रचनाकारको वन्दना छ त्यो चाहिँ रचनाकारले गर्ने वन्दना आउँछ र जुन चाहिँ भगवान वज्रस्रोतलाई नमस्कार गर्दछु अथवा वन्दना गर्दछु भनेपछि जुन अहिले हामीले तिब्बत बोट भाषामा हामीले जुन पचासिकालाई अनुवाद गर्ने क्रममा जो रिन्चन साङ्पोले उहाँले चाहिँ तिब्बती भाषामा रिन्चन साङ्पोले जुन अनुवाद गर्नेछमा चाहिँ भगवान वज्रस्रोतलाई वन्दना गर्दछु भनेर जुन उहाँले चाहिँ त्यसलाई चाहिँ अब यसरी वन्दना गर्नुपर्छ त्यसमा चाहिँ उहाँले अब थपिएको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ अब जुन अनुवादकको छ त्यसको वन्दना अथवा यो जुन रचनाकारको वन्दना भनेर चाहिँ छ र जे भए पनि समग्रमा भन्दाखेरि चाहिँ जुन पछि थपिएको जुन छ पञ्चासिकामा जुन लोचावाले जुन कुरा थप्नु भएको छ जुन वन्दना चाहिँ यसमा रहेको छ र यसमा पनि सर्वप्रथम जुन भगवान बुद्धको सद्धर्म चाहिँ तिब्बती भाषामा जब अनुवाद भए र जुन भारतवर्षका अनुवादकहरूले जुन प्रकारले चाहिँ वन्दना गर्नुहुन्छ त्यसै प्रकार जुन तिब्बतका लोचवाहरूले पनि आफूले श्रद्धा गरेको आफूलाई श्रद्धा भएको इष्टदेवहरूलाई चाहिँ वन्दना गर्ने चलनहरू पस्यो र पछि आएर चाहिँ त्यस्तै प्रकारले उहाँले चाहिँ जस्तै अब भगवान बुद्धको जब अनुवाद भयो तिब्बती भाषामा अनुवाद भयो र पछि आएर चाहिँ के भयो भन्दाखेरि त्यहाँको राजा मन्त्री र त्यसै गरी आचार्यहरूले चाहिँ उहाँहरू सरसल्लाह गरेर र हाम्रो जुन भारतवर्षको संस्कृत भाषाबाट तिब्बती भाषामा जुन ग्रन्थहरू अनुवाद भएको छ त्यसको अगाडि चाहिँ हामीले चाहिँ जुन ग्रन्थको उसको विषय अनुसार त्यो अनुसारको चाहिँ हामीले वन्दना गर्न सक्यौँ एकदम राम्रो हुनेछ भनेर उहाँले त्यस प्रकारले शरण जस्तै सम्पूर्ण विनयको सुरुमा चाहिँ सर्वज्ञलाई वन्दना गर्दछु भनेर राख्ने चलन बस्यो र त्यस्तै गरी हिनायान अन्तर्गतको जुन सूत्रहरू अनुवाद गर्दाखेरि चाहिँ त्रिरत्नलाई वन्दना गर्दछु भन्ने रह्यो र त्यस्तै गरी जुन महायानको जुन सूत्र पिटकहरू छ त्यसमा चाहिँ बुद्ध तथा बोधिसत्वहरूलाई चाहिँ वन्दना गर्दा राम्रो रहेछ भने त्यस्तो प्रकारको सरसल्लाहहरू भयो त्यस्तै गरी जुन अभिधर्मको जुन शास्त्रहरू छ त्यो चाहिँ त्यसको अगाडि चाहिँ त्यो हामीले अनुवाद गर्ने त्यसमा चाहिँ मञ्जुश्रीलाई वन्दना गर्दछु र त्यसै गरी गुह्य मन्त्रको ग्रन्थहरू अब अनुवाद गर्दा चाहिँ गुह्यपतिलाई चाहिँ वन्दना गर्दछु भनेर त्यस्तो प्रकारले लेख्ने एउटा चलन रह्यो त्यस्तै प्रकारले राजा मन्त्री र पण्डितहरू त्यहाँको आचार्यहरू चाहिँ अब यसरी बैठक गरेर मिटिङ जस्तो बसेर चाहिँ उहाँहरूले अब भविष्यमा चाहिँ हामीले जति पनि हामीले सूत्र र शास्त्रहरू रचना गर्दा अथवा त्यसलाई चाहिँ हामीले अनुवाद गर्दा चाहिँ आफूले जुन
आफ्नो खुसी आफूलाई जुन मन लाग्छ त्यही इष्टदेवलाई वन्दना नगरेर जुन ग्रन्थ अनुसार ग्रन्थसँग मिल्दोजुल्दो गरेर त्यसको वन्दना गर्नुपर्ने रहेछ। त्यो गऱ्यो भने चाहिँ त्योमा चाहिँ अब स्वाभाविक रूपमा चाहिँ त्यसको त्यो उक्त ग्रन्थमा चाहिँ त्यो मान्छेहरूले पढ्दा पनि त्यसमा पढ्दा मात्रै पनि सुरुमा हामीले जुन अब सर्वज्ञलाई वन्दना गर्दछौँ त्योमा चाहिँ हामीले चाहिँ विनयको शास्त्र हो भनेर थाहा हुने, त्यसै गरी त्रिरत्नलाई वन्दना गर्दछु भनेर लेखेको बेलामा त्यो चाहिँ हिनयानको सूत्र भएको भनेर थाहा हुने भएको त्यस्तो विषयहरूलाई लिएर चाहिँ र उहाँहरूले चाहिँ यसरी सरसल्लाह गरेर चाहिँ यसरी अब सुरु भएको थियो। त्यसमा चाहिँ अब यो कल्याण मित्र पोताले के भन्नुभएको छ भन्दाखेरि चाहिँ त्यो उहाँले चाहिँ धेरै कुराहरू भन्नुभएको छ र विशेष गरेर चाहिँ जुन विनयको कुरा छ र गुह्य मन्त्रको कुरामा हाम्रो पोतावा के भन्नुभएको छ, जुन दुल्वा अथवा विनयको सुरुमा चाहिँ हामीले जुन सर्वज्ञलाई नमस्कार गर्दछु वन्दना गर्दछु भनेर लेख्नुको त्यसको एकदम ठुलो अर्थ रहेको छ। किनभने जुन दुल्वा भनेको चाहिँ दुल्वा जुन विनय छ त्यसको जुन अर्थ छ त्यो चाहिँ सर्वज्ञले मात्र सर्वज्ञको गोचर भएको कारणले गर्दाखेरि चाहिँ जुन बुद्ध बाहेक अरूले चाहिँ त्यसको विषयमा बताउन नसक्ने भएको कारणले गर्दाखेरि चाहिँ दुल्वा जुन विनय छ त्यसको अगाडि चाहिँ गिसे पोताले चाहिँ सर्वज्ञलाई चाहिँ वन्दना गर्नुपर्छ भनेर उहाँले भन्नुभएको छ। र त्यसै गरी उहाँले चाहिँ के भन्नुभएको छ भन्दा जुन सँग अथवा महायान अन्तर्गतको जुन जस्तो वज्रयानमा के भन्छ त्यो चाहिँ अब हामीले चाहिँ गोप्य रूपमा साधना गऱ्यौँ त्यसको चाहिँ त्यही अनुसारको त्यसको सिद्धिहरू पनि प्राप्त हुन्छ। र हामीले चाहिँ खुल्ला रूपमा एउटा गोप्य रूपमा गरिएन भने चाहिँ त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यसको आशीर्वादहरू त्यसको अधिष्ठानहरू प्राप्त नहुने भएको कारणले चाहिँ उहाँले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यसलाई चाहिँ अब गुह्य तन्त्रको जुन शास्त्रहरू छ त्यसको अगाडि चाहिँ गुह्यपतिलाई चाहिँ वन्दना गर्दछु भनेर उहाँले त्यसरी बताउनु भएको छ। त्यसै गरी डोमटम्पाले के भन्नुभएको छ भन्दाखेरि जुन गुह्य तन्त्रको जुन देशना दिनुहुने चाहिँ गुह्यपति हुनुहुन्छ भनेर जुन भन्ने चलन छ। जे भए पनि जुन यो गुह्य मन्त्र भनेको चाहिँ एउटा एक प्रकारले हामीले के बुझ्नुपर्छ भन्दाखेरि गोप्य रूपमा गऱ्यो भने चाहिँ त्यसको सिद्धिहरू पनि त्यही अनुसारको हामीले त्यसरी नै सजिलो गरेर प्राप्त हुन्छ। र जुन गुह्य तन्त्रलाई चाहिँ हामीले चाहिँ अब सबैलाई खुल्ला रूपमा चाहिँ जुन चाहिँ जुन प्रकारले चाहिँ जुन पात्र सही पात्र नभएकोलाई चाहिँ हामीले चाहिँ त्यस्तो प्रकारले चाहिँ सजिलो गरेर त्यसरी चाहिँ हामीले चाहिँ गुह्य मन्त्रको त्यो लियो भने चाहिँ सही हुँदैन। यसमा के भनेको छ भन्दाखेरि एउटै मण्डलामा जुन अभिषेकहरू प्राप्त गरेर एकै समयमा चाहिँ वाङहरू प्राप्त अभिषेकहरू प्राप्त गर्ने दुईजना मान्छेले चाहिँ त्यसरी अभिषेक प्राप्त गरिन्छ त्यसलाई चाहिँ गुह्य तन्त्र सम्बन्धी प्रवचनहरू गर्दा त्यसलाई चाहिँ एकैचोटि भन्न मिल्दैन, उपयुक्त हुँदैन। त्यो दुई मान्छेलाई चाहिँ बेग्लै बेग्लै समयमा चाहिँ त्यो दुईवटा व्यक्तिहरूलाई चाहिँ प्रवचन त्यसको सम्बन्धी देशना गरिनुपर्छ भनेर भन्नुपर्छ। यदि त्यसो गरिएन भने चाहिँ जुन यो हामीले चाहिँ जुन तन्त्रको जुन गोप्यता छ त्यो गोपनीयता छ त्यो चाहिँ हामीले पर्दाफास गरे जस्तो हुन्छ। त्यही भएको कारणले गर्दा चाहिँ जुन धर्ममित्रहरू छ जुन गुरुको जुन तन्त्र र साधनाको कुराहरू त्यसमा चाहिँ एकजना बेग्लै व्यक्तिलाई होइन त्यसलाई चाहिँ हामीले सँगै गर्न नमिल्ने र हरेक व्यक्तिलाई बेग्लै तरिकाले चाहिँ उहाँलाई चाहिँ देशना गर्नुपर्छ भनेर त्यसरी महत्त्वपूर्ण छ भनेर त्यस्तो बताउनु भएको छ। पहिले तिब्बतमा डमटम्पाले के भएको समयमा चाहिँ तिब्बतमा पनि त्यो समयदेखि नै जुन पल्लेनाथी तिब्बतमा नजानुभन्दा अगाडि नै जुन गुह्यमा त्यसलाई चाहिँ मिथ्या रूपमा
गुह्यतन्त्रको विषयमा चाहिँ विभिन्न प्रकारले नकारात्मक कार्यहरू गर्नेहरू पनि निस्केको हो र पछि गएर चाहिँ अब अतिशा तिब्बतमा गइसकेपछि अलि राम्रो भएको जस्तो हामीले बुझ्न सक्छौँ किन तर त्यो भए पनि त्यो समयमा चाहिँ त्यस्तो प्रकारको गुरु धेरै मान्छेहरूलाई बोलाएर भेला गरेर चाहिँ धेरै मान्छेहरू भेला भएको छन् त्यस्तो जुन समदुपाको कुराहरू चाहिँ त्यस्तो प्रकारको तन्त्रहरूको बारेमा बताउने धेरै मान्छेलाई धेरै सयौं हजारौं मान्छेहरू गुह्य समुच्चको जुन ग्रन्थहरू त्यो चाहिँ उहाँले देशना गर्नुभएको कुराहरू हामी बुझ्न सक्छौँ डमतमाले के भन्नुभएको छ भने उहाँले अब एक प्रकारले अब अपवाद भनौँ यो गाली भनौँ उहाँले यो चाहिँ एकदमै ठुलो गल्ती गरेछ भने उहाँले भन्नुभएछ उहाँले त्यस्तो प्रकारले आलोचना अथवा गालीहरू पनि गरेको थियो भनेर हामीले सुन्न सक्छौँ र अहिले हामीले के बुझ्न समग्रमा भन्दाखेरि त्यो समयदेखि नै जो कादम्बाहरूले साङ्गाको जुन गुह्ययानलाई चाहिँ एकदमै उहाँले चाहिँ गोप्य रूपमा एकदमै होसियार गरेर चाहिँ उहाँले साधना गर्नुहुन्थ्यो र उहाँहरू कादम्बा घिउसिङनहरूले पनि एकदमै मान्छेहरूले थाहा नभएको एकान्त ठाउँमा सुनसान ठाउँमा चाहिँ उहाँहरू त्यस्तो प्रकारको जुन गुह्य तन्त्रको साधनाहरू चाहिँ उहाँहरूले साधना गर्ने गर्दछ र जुन मान्छेलाई थाहा हुने ठाउँमा चाहिँ त्यति अलिकति अब सहज नहुने त्यस्तो प्रकारको सजिलो नहुने जुन त्यसमा गरिने मुद्राहरू पनि जुन लामाको वस्त्र सेनको मुनि लुकाएर गर्ने त्यस्तो जुन बेलुकाको खाना ग्रहण गर्ने क्रममा जुन जुन मुद्राहरू छ त्यो मुद्राहरूलाई पनि सेनको मुनि यो जुन लामाको वस्त्र छ त्यसको मुनि लुकाएर चाहिँ मान्छेहरूले देख्छ कि जस्तो गरेर उहाँले चाहिँ त्यस्तो प्रकारको आशंका गरेर चाहिँ त्यसलाई चाहिँ लुकाएर चाहिँ सेनको मुनि लुकाएर त्यस्तो मुद्राहरू चाहिँ उहाँले गर्नुहुन्थ्यो र आजभोलि हामीले यस्तो जुन देखाएर पुरा अब अलिकति हो कि जस्तो गरेर हामी देखाउँछ प्रदर्शन गर्छौँ त्यस्तो नभएर अरूले हजुर देख्दैन कि जस्तो भनेर हामीले जुन मुद्राहरू गर्दा पनि एकदमै घुमाएर गर्छौँ त्यस्तो चाहिँ पहिला चाहिँ थिएन जस्तो लाग्छ र त्यो वास्तवमा भन्नुपर्दाखेरि चाहिँ जुन गुह्ययानलाई वास्तविक रूपमा जुन साधना गर्ने चाहिँ त्यसलाई चाहिँ गोप्य रूपमै गरिनुपर्छ र अहिले चाहिँ जुन दोर्जे सेम्पा अथवा बज्र सत्तालाई वन्दना गर्दछु भन्ने चाहिँ यो चाहिँ जुन घिउ अथवा तन्त्रको जुन शास्त्र छ उहाँलाई वन्दना गरिएको भनेर हामीले त्यस्तो हो जस्तो लाग्छ र यहाँ चाहिँ जुन भगवान श्री चेम्देन दे भनेको चाहिँ संस्कृत भाषामा चाहिँ भगवान भनेर भनिन्छ यो चाहिँ त्यो भगवान भनेको चाहिँ जुन यो भारतीय एउटा संस्कारमा जुन उहाँहरूको जुन अब इन्द्र ब्रह्माहरूको त्यस्तै अब शिवहरू चाहिँ उहाँहरू सबैलाई भगवान भनेर भन्ने चलन छ र त्यो चाहिँ त्योसँग अलिकति फरक हुनको लागि चाहिँ भगवान भन्ने चाहिँ जुन शब्द छ त्यसलाई चाहिँ जुन भोटको अनुवादकहरूले चाहिँ त्यसलाई चाहिँ चुम्देन दे हौदास दे भनेर त्यो चाहिँ उहाँहरूले थप्नु भएको थियो र समग्रमा भन्दाखेरि जुन लौकिक देवताहरूभन्दा अलिकति फरक देखाउनको लागि चुम्देन दे भनेर चाहिँ उहाँहरूले त्यसरी गर्नुभएको छ जुन संस्कृत भाषामा चाहिँ त्यो चोम्देन भन्ने भए पनि त्यो दे भन्ने चाहिँ त्यसमा छ त्यो चाहिँ जुन एउटा शब्द छ त्यो चाहिँ पछि थपिएको भनेर बुझ्नुपर्नेछ र जुन वज्रसत्तालाई वन्दना गर्दछु भन्ने त्यसलाई हामीले चाहिँ यसरी अब जुन चार मारहरूलाई वशीभूत गरेर चाहिँ 6 प्रकारको गुणहरू आत्मसात भएको त्यस्तो प्रकारको व्याख्याहरू पनि छ त्यसमा अब हामी धेरै भनिरहनु आवश्यक म ठान्दिनँ र अब
मुख्य विषयको बारेमा यहाँलाई रिन्छेन दार्गेले भन्नुभएको छ लेखितनमा चाहिँ यसमा पनि अब भित्र तीनवटा जुन तीन प्रकारको विषयहरू रहेका छन् यो समग्रमा भन्दाखेरि चाहिँ जुन डोगन छोको फापाले जुन रचना गर्नुभएको गुरु पञ्चासीको संक्षिप्त एउटा ग्रन्थ रहेको छ र जुन चाहिँ तिब्बतमा गुरु पञ्चासिकाको व्याख्या त्यसै गरी संक्षिप्त ग्रन्थ र त्योसँग सम्बन्धित सबैभन्दा पहिलाको त्यो चाहिँ अझ पनि हामीले ग्रन्थहरू चाहिँ अझै हामीले देख्न सक्छौँ जसलाई चाहिँ अब हामीले यो जुन डापा ग्याल्सिनहरूले गर्नुभएको व्याख्या डोगन छोको फापाले गर्नुभएको जुन संक्षिप्त व्याख्याहरू छ त्यो दुईटा चाहिँ हामीले हो जस्तो लाग्छ मलाई चाहिँ त्यसको पछि आएर अहिले हामीले जे चोङखापाले गर्नुभएको व्याख्याहरू पनि छ है डोगन छोपा त्यसै गरी जिजु डापा ग्याल्सिन त्यो चाहिँ अब अगाडिको ग्रन्थ भन्ने बुझ्नुपर्ने हुन्छ र आज चाहिँ मुख्य रूपमा गुरु पञ्चासिकाको जुन व्याख्या गर्दाखेरि चाहिँ जुन सूची छ डोगन छोपाको जुन संक्षिप्त व्याख्या छ त्यसको आधारमा भन्दा राम्रो हुन्छ कि जस्तो लाग्यो डोगन छोपाको गुरु पञ्चासिकाको जुन संक्षिप्त व्याख्या त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ रचनासँग जोडिएका परिचयात्मक विषय यस ग्रन्थसँग सम्बन्धित विषय र समापनको सारांशको अर्थ र यसको पहिलो चाहिँ जुन रचनासँग जोडिएका परिचयात्मक विषयहरूमा चाहिँ दुई प्रकारको विषयहरू रहेका छन् यसमा चाहिँ वन्दना र रचना गर्ने प्रतिज्ञा गरेर दुई किसिमको विषयहरू रहेका छन् र यसमा पनि वन्दना चाहिँ यो रहेको छ यसमा के छ भन्दाखेरि वन्दनामा चाहिँ यो चाहिँ गुरुले अहिले संस्कृतमा वाचन गरिरहनु भएको छ संस्कृतहरूमा यस प्रकार रहेको छ र यसलाई चाहिँ श्री वज्र सत्ताको स्थान प्राप्त गर्ने हेतु भएका गुरुको चरणकलमा जसरी झुक्नु पर्ने हो म त्यसरी झुकेर र यसमा चाहिँ जुन संस्कृत भाषाको जुन शब्दहरू छ जुन अगाडिको जुन जे भए पनि जो तिब्बत भोट भाषा र त्यो भएको त्यही अनुसार चाहिँ भन्दाखेरि जुन वन्दना चाहिँ यो मैले तपाईँलाई देखाएको छु अहिले श्री वज्र शब्द पद्यवी प्रतिलम्ब हेतु अन्त यथा विद्धि गुरु चरण विद्यम विन्दम भनेर यस प्रकारले जुन श्री वज्र शब्दको स्थान प्राप्त गर्ने हेतु भएका गुरुको चरण कलममा जसरी झुक्नु पर्ने त्यसरी झुकेर भनेर यसमा चाहिँ अब व्याख्या छोटकरीमा व्याख्या गर्नु पर्दाखेरि चाहिँ जुन अब गुरु सत्कारको जुन व्याख्याहरू छ जुन तिब्बतमा भएको जुन संस्कृत व्याख्याहरू छन् त्यसको जुन रचनाकार को हो भने चाहिँ थाहा भएन त्यति स्पष्ट छैन त गोलोक लोचावाले चाहिँ अनुवाद गर्नुभएको भनेर हामी थाहा पाउन सक्छौँ त्यसमा के भनेको छ भन्दाखेरि अहिले चाहिँ जुन आफूले जुन श्रद्धा गरेको देवता इष्टदेवहरू जस्तै जे भए पनि अहिले चाहिँ आफूले श्रद्धा भएको देवता
没把情绪克拉，我的天嘞 अ, 呀，天嘞呀，没得， त्यसलाई वन्दना गरेको त्यसलाई नमस्कार गरेको त्यसलाई उहाँहरूलाई चाहिँ नमस्कार गरिएन भने वन्दना गरेमै आफूले चाहेको इच्छाहरू पुरा हुँदैन भनेर भनेको छ 天天比军山的呢， त्यो भएको कारणले गर्दाखेरि चाहिँ 做不比起， जुन रचनाकारले 绝相我， जुन जुन ग्रन्थको मूल विषय प्रस्तुत गर्नुभन्दा अगाडि चाहिँ आफूले जुन आफ्नो इष्टदेवलाई चाहिँ आफूले श्रद्धा भएको इष्टदेवलाई वन्दना गरेको र यसलाई चाहिँ हामीले समग्रमा अब छोटकरीमा यसको अर्थ भन्नुपर्दा चाहिँ र त्यसको जुन वन्दना पल्देन दोर्जे र पहिलो जुन अगाडिको जुन पंक्ति छ त्यसले चाहिँ कारण देखाउँछ जुन अगाडिको जुन पल्देन अगाडिको पंक्ति छ त्यसले चाहिँ एउटा कारण देखाउँछ भनेर भनेको छ अन्त वन्दना गर्नुको कारण देखाउँदछ र दोस्रो पंक्तिले चाहिँ के गर्छ भने त्यसले चाहिँ आफूले इच्छाएको आफूले श्रद्धा गरेको जुन देवता छ इष्टदेवहरू छ त्यसलाई चाहिँ त्यसलाई वन्दना गरेको भनेर देखाउँछ अनि यो गुरुको चरणमा जसरी झुक्नु पर्ने म त्यसरी झुकेर भनेर भनेको छ र त्यसको अन्तिम तेस्रो र चौथो त्यो पछि मुनि आउँछ उहाँहरूमा आश्रित हुनेहरूको वर्णन अनेकौं विमल तन्त्रमा गरिएका छन् म यसलाई सूचीमा व्याख्या गर्नेछु आधारपूर्वक सुन्नुहोस् त्यसको जुन त्यो ग्रन्थले देखाउने मूल विषय के छ त्यो चाहिँ त्यो यहाँ देखाउँछ भनेर भन्छ यसको सम्बन्ध चाहिँ कस्तो हुन्छ जुन ग्रन्थभित्रमा जुन जे आउँछ यसलाई चाहिँ अब यसको विषयको विशेषताहरू चाहिँ यसलाई व्यक्त गर्ने शब्दहरू ग्रन्थभित्र नै आउने भएकोले यसको मुख्य कुराहरू मात्रै त्यो मात्रै यहाँ वर्णन गरिन्छ र त्यसको जुन पहिलोले चाहिँ वन्दना गरिनेको कारण र गरिने जुन वन्दना गरिने जुन कसलाई बना त्यो देखाइन्छ र त्यो चौथोमा चाहिँ तेस्रो र चौथोले चाहिँ यसको जुन ग्रन्थको जुन मूल विषय चाहिँ प्रस्तुत गर्दछ र सर्वप्रथम यसको कारण पहिलो पंक्तिले चाहिँ पल्देन दोर्जे नेतो गिरगिरपा भनेर जुन छ त्यसले चाहिँ कारण देखाउँछ श्री वज्र सत्वको स्थान प्राप्त गर्ने हेतु भएका यसमा चाहिँ जुन ग्रन्थ लेख्नु अघि नै लेखकले वन्दना गर्नुको कारण के भन्दाखेरि चाहिँ त्यसको दुईवटा कारणहरू हुन्छ जुन वन्दना गरेर गुरुलाई जुन नमस्कार गर्छ त्यसको कारण चाहिँ के छ भनेर भन्दाखेरि चाहिँ त्यसमा चाहिँ दुईवटा कारणहरू छ त्यो दुईटा कारण के भन्दाखेरि रचना जुन आफूले रचना गर्न गरेको ग्रन्थ त्यो पूर्ण गर्नको लागि र त्यसलाई चाहिँ अन्य व्यक्तिहरू पनि उक्त ग्रन्थमा लागि पर्न संलग्न हुन त्यस्तो प्रकारको कारणहरू विशेषता रहेको छ जुन यो ग्रन्थ रचना गर्ने जुन गुरु बपिला हुनुहुन्छ उहाँले चाहिँ यो ग्रन्थ रचना गर्नुभन्दा अगाडि आफ्नो गुरुलाई उहाँले नमस्कार गरेर वन्दना गरेर त्यसलाई चाहिँ उहाँ जुन रचनाकार आफैलाई चाहिँ उहाँलाई चाहिँ के हुन्छ भन्दाखेरि पुण्य आर्जन हुन्छ गुरुलाई वन्दना गरेर के हुन्छ लेखक त्यसलाई उहाँलाई चाहिँ के हुन्छ पुण्य आर्जन हुन्छ र उहाँले चाहिँ जुन अकुशल आफूमा भएको अकुशल कर्मबाट चाहिँ उहाँ टाढा जानुहुन्छ र त्यसबाट के हुन्छ भन्दाखेरि त्यस प्रकारले चाहिँ बाधाहरू शान्त भएर र त्यसले चाहिँ जुन लेखक मात्र नभए त्यसै गरी जुन अब हामीले देशना गर्ने गुरु त्यस्तै गरी सुन्ने श्रोताहरू हुन्छ उहाँहरूको जुन मनसन्ततिमा पनि त्यस्तो प्रकारको गर्दाखेरि चाहिँ जहिले उहाँले त्यस्तो प्रकारको कार्यहरू गर्दा चाहिँ गुरुलाई वन्दना गरिने भएको कारणले गर्दाखेरि चाहिँ जुन ग्रन्थमा भएको शब्द अनुसार त्यो अनुसार चाहिँ हामीले चाहिँ आन्तरिक हृदयदेखि नै त्यस्तो प्रकारले चाहिँ आफूले आफ्नो गुरुलाई चाहिँ वन्दना गर्यो भने चाहिँ त्यस्तै गरी जुन देशना दिने व्यक्ति र सुन्ने त्यस्तो उहाँहरूको उहाँले पुण्य आर्जन गर्नुहुन्छ त्यस्तै गरी अकुशल कर्महरूबाट टाढा हुन्छ त्यस्तै गरी विघ्न बाधाहरू पनि शान्त हुन्छ र त्यस्तै गरी जुन रचना छ र
त्योहरू चाहिँ जुन श्रवण हुन्छ जुन देशनाहरू त्यो चाहिँ अब एकदमै विघ्न बाधा रहित भएर चाहिँ पूर्ण गर्न सकिन्छ भनेर जुन रचनाकारले चाहिँ रचना गर्छ यस्तो प्रकारको रहेको छ र त्यसै गरी जुन रचना गरिसकेपछि जुन हामी चाहिँ देशना र श्रवणहरू गर्छौँ धर्मको विषयमा सुन्छौँ हामी प्रवचनहरू गर्छौँ त्यसको चाहिँ उहाँले गर्दा चाहिँ त्यसले चाहिँ त्यस प्रकार उहाँले गुरुलाई चाहिँ वन्दना गर्यो भने यसरी चाहिँ अब विभिन्न विघ्न बाधाहरू हटेर चाहिँ जुन हामीले श्रवण चिन्तन पनि पूर्ण हुन्छ भनेर भनेको छ जुन ग्रन्थ रचनाकार बबिला गुरु बबिला उहाँले चाहिँ आफ्नो गुरुलाई वन्दना गर्नुभएको छ यो उहाँले त्यसले चाहिँ के हुन्छ त्योबाट के हुन्छ भन्दाखेरि चाहिँ उहाँले आफ्नो गुरु चाहिँ असाधारण व्यक्ति एउटा उत्तम व्यक्ति भएको एकदमै महत्त्वपूर्ण हो भनेर चाहिँ उहाँले के हुन्छ भन्दाखेरि त्योबाट चाहिँ हामीले यस्तो बोध हुन्छ र त्यस्तो प्रकारको बोध भयो भने चाहिँ भविष्यमा के हुन्छ अन्य व्यक्तिहरू जुन भविष्यमा उहाँहरूले चाहिँ के बोध गर्नुहुन्छ भन्दाखेरि गुरु भनेको चाहिँ एकदम महत्त्वपूर्ण रहेछ एकदमै उत्तम व्यक्ति हुनुहुँदो रहेछ जुन हिनायान महायानको जुनै मार्गमा लागे पनि गुरु भनेको चाहिँ नभई नहुने कुरा हो विशेष गरेर हाम्रो जो वज्रयानमा चाहिँ गुरु चाहिँ लक्षणले युक्त भएको गुरु चाहिँ उत्तम गुरु चाहिँ नभई नहुने कुरा भएको नभई नहुने भएको कारणले त्यस्तो प्रकारको बोध गरेर चाहिँ र भविष्यको जति पनि साधकहरू हुन्छ उहाँहरूले चाहिँ उत्तम परम गुरुहरूलाई चाहिँ वन्दना गर्नुपर्ने र गुरुहरू चाहिँ महत्त्वपूर्ण भएको कुरा बोध गर्नको लागि जुन श्रद्धा उत्पन्न गर्ने विश्वास जाग्ने त्यस्तो प्रकारको फाइदाहरू छ भनेर बताउनु भयो र अन्य व्यक्तिहरू पनि यसमा संलग्न हुने अर्थहरू रहेको छ यो समयमा चाहिँ उत्तम पुरुष भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ त्यस्तो प्रकारको गुरु चाहिँ उत्तम व्यक्ति असाधारण व्यक्ति भएको बोध गर्नुपर्छ भन्यो र यो उत्तम व्यक्ति भनेको उत्तम व्यक्ति चाहिँ कस्तो हो त असाधारण व्यक्ति चाहिँ को हो भन्दा चाहिँ जेसन टापैकाले के भन्नुभएको छ भन्दाखेरि चाहिँ के बुझ्दा अथवा उत्तम व्यक्ति भनेको चाहिँ यसको अर्थ चाहिँ कुनै व्यक्ति त्यस्तो व्यक्ति जसले दर्शनलाई बुझेको दर्शनलाई बोध गरेको र यसमा पनि दर्शनको कुरा गरे दृष्टिको कुरा गरे यसमा दुईवटा हुन्छ लौकिक सम्यक दृष्टि र अलौकिक सम्यक दृष्टि गर्छ यसमा दुई प्रकारको दृष्टिहरू रहेको छ र यसमा चाहिँ जुन लौकिक सम्यक दृष्टि चाहिँ के हो भन्दाखेरि चाहिँ पहिले चाहिँ कर्म कारणमा विश्वास गर्ने त्यो भन्न खोजेको त्यसमा विश्वास गर्ने र जस्तै अब कर्मकहरूको कुरा गर्नु भौतिकवादीहरूले चाहिँ कर्म र कारण फलहरूलाई चाहिँ उहाँले चाहिँ स्वीकार्दैन यसलाई अस्वीकार गर्दछ त्यसलाई चाहिँ अब जुन अब कर्म फलमा विश्वास गरेर त्यस्तो प्रकारको जुन कर्मको फललाई विश्वास नगरे त्यो चाहिँ वन्दनीय होइन वन्दना गर्नको योग्य होइन भनेर भनेको छ र जसले चाहिँ यहाँ कर्मको फललाई विश्वास गरेर लागि बस्छ उहाँहरू चाहिँ के हो भन्दाखेरि चाहिँ वन्दनीय हो वन्दना गर्ने योग्य हो भनेर यहाँ देखाएको छ सजिलो गरेर भन्दा जसले चाहिँ कर्म फलमा विश्वास गर्दछ यो चाहिँ अब भ्रान्त छ कुनै एउटा नझुकिएको यो सत्य छ भन्ने जसले चाहिँ बोध गर्छ त्यस्तो प्रकारको व्यक्तिलाई चाहिँ वन्दना गरिनुपर्छ भनेर बताइएको छ र यस ग्रन्थको शब्दहरूले चाहिँ जुन प्रकारले चाहिँ कुन चाहिँ शब्दले चाहिँ यहाँ बताउँछ भन्दाखेरि बुझ्न सकिन्छ जसलाई हामीले वन्दना गर्ने कुरो सम्यक दृष्टिकोण कर्ममा विश्वास गरेको हुनुपर्छ भन्ने ग्रन्थका कुन शब्दले सङ्केत गर्दछ भन्दाखेरि चाहिँ यो चाहिँ के भनेको छ भने यिनै वन्दना शब्दहरूद्वारा जुन ग्रन्थमा जुन शब्दहरू रहेका छन् त्यसले चाहिँ जुन वन्दनाको जुन आधार छ जसले चाहिँ कर्मको फलमा विश्वास गर्छ भनेर त्यसमा देखाउँछ जुन गुरुको चरण कमलमा वन्दना गर्दछु भन्ने जुन शब्द छ त्यसले चाहिँ एउटा के बुझिन्छ भन्दा बुझ्नुपर्छ भन्दाखेरि चाहिँ
उहाँ चाहिँ एक उत्कृष्ट कारण हो भनेर बुझ्छ, जसले चाहिँ उत्कृष्ट त्योबाट चाहिँ उत्तम कारणबाट चाहिँ के हुन्छ भन्दाखेरि उत्तम परिणाम पनि आउँछ। त्यही कारणले गर्दाखेरि चाहिँ गुरु चाहिँ एउटा उहाँले चाहिँ जुन कर्मको फलमा विश्वास गर्ने भएको कारणले चाहिँ उहाँ चाहिँ एउटा सम्यक लौकिक सम्यक दृष्टि भएको व्यक्ति हो भनेर पुष्टि गर्दछ। र अहिले चाहिँ जुन हामीले वन्दना गर्ने जुन आधार छ, गुरु छ, त्यसमा चाहिँ दुईवटा विशेषताहरू हुनुहुन्छ। एउटा चाहिँ लौकिक सम्यक दृष्टि भएको बोध गरेको र त्यसै गरी अलौकिक सम्यक दृष्टि भएको। जुन अलौकिक दृष्टिकोण भनेको के हो भन्दाखेरि चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अलौकिक सम्यक दृष्टि भनेको चाहिँ शून्य र अद्वय ज्ञान हो। त्योबाट चाहिँ हामीले त्यो चाहिँ गुरुमा भएको भन्ने बुझ्नुपर्छ। ल अहिले चाहिँ हामीले यहाँ के भने जुन हामीले वन्दना गर्ने जुन आधार छ, जुन अलौकिक सम्यक दृष्टि बोध गरेको र सजिलो गरेर भन्दाखेरि जुन कर्मको फलमा विश्वास गर्ने त्यस्तो प्रकारको व्यक्ति, त्यस्तै गरी अलौकिक सम्यक दृष्टिहरू पनि आफ्नो मनसन्ततिमा जागृत भएको त्यस्तो व्यक्तिहरू चाहिन्छ। र त्यो चाहिँ कस्तोलाई भन्नुपर्छ भन्दाखेरि चाहिँ जुन शून्य र अद्वय ज्ञान छ, शून्य र करुणाको जुन अद्वय ज्ञान छ, त्यस्तो चाहिँ मनसन्ततिमा उजागर भइसकेको व्यक्ति चाहिँ हो भनेर बुझ्नुपर्छ। जुन श्रीमद् वज्रसत्व भनेर जुन शब्द छ, जुन त्यसले चाहिँ के बताउँछ भन्दाखेरि त्यसले चाहिँ यो त्यस्तो प्रकारको यो दुईवटा लक्षणहरूले युक्त भएको हो भनेर त्यसले चाहिँ पुष्टि गर्दछ। अहिले हामीले जुन वन्दनीय, जुन पूजनीय जुन कुराहरू देखाएको छ, त्यसमा चाहिँ यो दुईवटा दृष्टिहरूको बोध गरिएको त्यस्तो आफ्नो मनसन्ततिमा उजागर भइसकेको त्यस्तो व्यक्तिहरू चाहिँ हो भनेर बताएको छ। र त्यस्तो प्रकारको दुईवटा दृष्टिहरू बोध भएको त्यस्तो व्यक्तिहरूलाई, वशीभूत भएको व्यक्तिहरूलाई चाहिँ हामीले के बुझ्नुपर्छ, त्यस्तो व्यक्तिहरूलाई चाहिँ एउटा उत्तम व्यक्ति हो भनेर हामीले बुझ्नुपर्दछ, विशेष व्यक्ति हो भनेर। र यसले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ जुन हामीले वन्दना गर्नुको कारण चाहिँ यहाँ देखाउँछ। यसको जुन यसको संक्षिप्त अर्थ भन्दाखेरि चाहिँ यसको छोटकरीमा भन्नुपर्दा चाहिँ के छ भन्दाखेरि चाहिँ यसमा चाहिँ हामी श्रद्धाद्वारा एकदम श्रद्धापूर्वक सुन्नुपर्छ भनेर भनेको छ। यसमा चाहिँ हामीले श्रद्धा गरेर कसरी केलाई चाहिँ भनिन्छ भनेर भन्दाखेरि चाहिँ जुन हामीले जुन श्रद्धा भनेर भनेको छ, त्यसले चाहिँ जुन गुपा भनेर श्रद्धा भनेर शब्द, त्यसले चाहिँ त्यसको जुन विधि छ, त्यो जुन श्रद्धाद्वारा भनेर जुन शब्द छ, त्यसले चाहिँ बताउँछ। जब हामी गुरुबाट श्रवण गर्छौँ, धर्म श्रवण गर्छौँ, त्यसमा चाहिँ हामीले चाहिँ मण्डल चढाउने ती आदि कुराहरू छ। हामी श्रद्धाद्वारा धर्म र सुन्नुपर्छ। के श्रवण गर्ने भन्दाखेरि चाहिँ जुन अहिले दुर्दुष्यपा संक्षिप्तमा बताइएको भनेको जुन छ, त्यसबाट त्यो कुरालाई चाहिँ सुन्ने भनेर धेरै तन्त्रहरूमा बताइएको जुन गुरुको शरणमा गुरुलाई कसरी मान्ने भन्ने कुराहरू छ, जुन सही विधि छ, त्यो चाहिँ यसमा जो संक्षिप्तमा बताएको छ त्यो चाहिँ सुन्ने भनेर। अब गुरुको आश्रय कसरी लिने केमा बताइएको छ भन्दाखेरि त्यो चाहिँ विभिन्न जुन विमल तन्त्रहरूमा विभिन्न धेरै तन्त्रहरूमा बताइएको छ भनेर भनेको छ। र त्यस्तो प्रकारको विमल तन्त्रहरूमा बताएको जुन गुरु आश्रयको जुन कुराहरू चाहिँ त्यसमा पनि कस्तो हो भन्दाखेरि चाहिँ के भनेको छ र त्यो चाहिँ के भनेको छ र कस्तो तरिकाले भनेको छ भन्दा त्यो चाहिँ जे पाए त्यही गरेर भनेको छ। त्यो बताउनु भन्दा अगाडि चाहिँ जुन गुरुको चरणमा चाहिँ
वन्दना गरेर नमस्कार गरेर झुकेर शिर झुकेर जुन झुकेर चाहिँ हामी यसरी देशना गर्दछौँ। र गुरुको चरण कमलमा चाहिँ त्यसमा झुक्नु अथवा वन्दना गर्नुको कारण चाहिँ के छ भन्दाखेरि चाहिँ त्यसको कारण चाहिँ जुन श्री वज्रसत्तको जुन स्थान छ उहाँको जुन भुवन प्राप्त गर्ने एउटा हेतु बन्ने एउटा कारण छ। त्यो चाहिँ अब जुन यहाँ बताइएको छ त्यो चाहिँ तिमीले आफ्नो मनमा जे आयो त्यही बताएको हो कि भन्दाखेरि त्यो पनि होइन भनेर भनेको छ। जुन चाहिँ विमल तन्त्रहरूमा जति पनि कुरा बता त्यसलाई नै मैले बताएको हो भनेर त्यसरी हामीले जोडेर बुझ्नुपर्ने हुन्छ। र अब के आउँछ भन्दाखेरि यदि अब यसरी धेरै तन्त्रमा बताएको छ भने तिमी यहाँ तपाईँले यसरी बताइरहनु पर्ने के आवश्यक छैन रहेछ नि भनेर त्यस्तो भन्छ भन्दाखेरि भन्यो भने यो जुन संक्षिप्तमा जुन यो विमल तन्त्रहरूमा धेरै बताइएको छ तर पनि यसलाई चाहिँ धेरै कुरा धेरै छरिएर रहेको विभिन्न तन्त्रहरू छरिएर रहेको कुराहरूलाई चाहिँ त्यसलाई चाहिँ सबै अब तन्त्रहरू पढ्न चाहिँ अब गाह्रो हुन्छ। त्यही भएको कारणले गर्दा त्यो तन्त्रमा भएको अर्थहरूलाई चाहिँ संक्षिप्तमा लेखेर चाहिँ यसको त्यो दोष त्यस्तो हुँदैन भनेर भनेको छ। र यसको शब्दको अर्थ चाहिँ म भन्न गएको छु। शब्दको अर्थ चाहिँ भन्दाखेरि के हुन्छ भन्दाखेरि श्री वज्रसत्तको स्थान प्राप्त गर्ने हेतु भएका गुरुको चरण कमलमा जसरी झुक्नुपर्ने त्यसरी झुकेर यसको मैले संक्षेपमा बताएको छु। र यसको जुन एक एकवटा शब्द चाहिँ यहाँ भन्नु पर्दाखेरि जुन संस्कृतको जुन व्याख्या अनुसार बताउँदाखेरि चाहिँ जुन पल्देन दोर्जे सेम्पा श्रीमत वज्रसत्व भनेर भन्दछ त्यसको जुन श्री भने त्यसलाई केलाई बुझ्नुपर्छ भन्दाखेरि हामीले चाहिँ मुख्य रूपमा जुन पुण्य सम्भार र ज्ञान सम्भारलाई भनेर बुझ्नुपर्छ। जुन संस्कृत टिप्पणी हुन्छ जुन संस्कृत भाषामा पल अथवा श्री चाहिँ के बुझ्नुपर्छ जुन शरण गमन आदिका जुन पुण्य सम्भारको त्यसै गरी परमार्थ बोधिचित्तको जुन ध्यानहरू छ ती आदिको जुन ज्ञान सम्भारको कुराहरू छ जस्ता बुद्धिको सञ्चय वैकल्पिक रूपमा अब जुन पारमिताहरू छ जुन दान शील पारमिता वीर्य पारमिता क्षन्ति पारमिता जुन क्षन्ति पारमिता यो चाहिँ के हो भन्दाखेरि चाहिँ सोनम अथवा पुण्य सम्भार हो भनेर भन्छ। त्यसै गरी यो प्रज्ञा उपाय प्रणिधान त्यसै गरी ज्ञान र बल छ त्यो चाहिँ यो पाँचवटा पारमिता चाहिँ जुन ज्ञान सम्भार हो भनेर। त्यसै गरी यो जुन वीर्य र त्यस्तै गरी जुन ध्यान पारमिता त्यो चाहिँ त्यो दुवैको अन्तर्गतमा पर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो चाहिँ ज्ञान र 차례야 유에데베 장송 수동기 루벌을 주베게 한 상생이 도지디 링첸 코아점기 아니 루머디조디 가르람삼베 다다치는 부이게 와르스 니치 시에도와 야게디 시당 जुन देवताहरूको जुन असुरसँग जहिले पनि झगडा गरे युद्ध गरेर हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ गरिरहेका हुन्छ। त्यस्तो प्रकारको
텔레야 장소 쇼동 그룹을 봐. 텔레야 도시 되지 나가 유세. 아 다나 신딩상 베라 도시 र त्यस्तै गरी आज दोर्जे फलाम भन्ने जुन शब्द छ जुन एउटा रत्नहरू मध्येको एकदमै महत्त्वपूर्ण दोर्जे फलाम भन्ने छ त्यो चाहिँ एकदम महत्त्वपूर्ण छ त्यो चाहिँ एकदम कडा चाहिँ दोर्जे फलाम भनेर त्यसलाई हामीले भन्छौँ त्यसमा चाहिँ दोर्जे भनेर वज्र भनेर त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ त्यस्तै गरी अक्षय अब नाश नहुने त्यस्तो प्रकारको जुन 6 किसिमको गुणहरू छ त्यो पूरा भएको त्यस्तो मिल्दोजुल्दो भएको कारणले त्यही भएको कारणले गर्दाखेरि चाहिँ यो अक्षय यो नाश नहुने भएको विभिन्न गुणहरू छ त्योहरूसँग मिल्दोजुल्दो भएको कारणले गर्दा त्यो चाहिँ वज्र हो भनेर भनिएको छ त्यस्तै गरी ल सत्व भनेको चाहिँ के हो भन्दाखेरि जुन अक्षय नाश भएर नजाने भएको कारणले त्यसलाई सम्पा अथवा सत्व भनिन्छ र यो चाहिँ वज्र पनि हो र सत्व पनि हो त्यही भएको कारणले गर्दा यसलाई चाहिँ वज्र सत्व भनेर भनिएको हो र जे भए पनि यसमा चाहिँ विभिन्न प्रकारको वर्णनहरू गरिएको छ जुन सबै मैले यहाँ बताउन आवश्यक ठान्दिनँ र त्यस्तो प्रकारको वज्र सत्व छ उहाँको जुन उहाँको गोफाङ अथवा उहाँको भवन चाहिँ के हो भने दोर्जी छ्याङ वज्रधरको जुन भुवन छ त्यही भनेर बुझ्नु र त्यस्तो प्रकारको भुवन प्राप्त भएको त्यस्तो प्रकारको भुवन प्राप्त गर्ने हेतु भएका जुन कार्यहरू छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ जुन गुरुको चरण कमल हो भनेर भनेको छ त्यो प्राप्त गर्ने जुन कार्य चाहिँ के हो भन्दाखेरि गुरुको जुन श्रीमद् गुरु छ उहाँलाई चाहिँ श्रद्धाद्वारा उहाँलाई चाहिँ सत्कार गरेर उहाँलाई आश्रय लिएर जुन गुरुको आश्रय लिने कुरा छ त्यो चाहिँ अब त्यो जुन सुनेर मात्रै त्यसको अर्थ सिद्ध हुन्छ त भन्दाखेरि त्यसरी त हुँदैन तर पनि जुन गुरुको आश्रय लिएर जुन विधिहरू छ त्यो सबै कुराहरू चाहिँ नियमबद्ध रूपमा चाहिँ लिएर चाहिँ र आफूले चाहिँ दुई सम्भारहरू पूर्ण गरेर चाहिँ श्रीमद् वज्रसत्वको जुन भवन स्थान प्राप्त हुने भएको कारणले सुन्नाले मात्रै प्राप्त नहुने भए तापनि उहाँको सुनेर त्यसले त्यस प्रकारको जुन विधिहरू सम्पूर्ण बोध गरेर चाहिँ अब क्रमैसँग प्राप्त हुने भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा जुन अब गुरुको आश्रय लिने जुन विधिहरू छ त्यो त्यसमा पालन गर्नुपर्ने र त्याग गर्नुपर्ने कुराहरूलाई चाहिँ हामीले नियमबद्ध रूपमा पालन गरेपछि प्राप्त हुने भएको कारणले त्यो कारणले गर्दाखेरि चाहिँ जुन श्रीमद् वज्रसत्व र जुन वज्रधरको जुन भवन छ त्यो चाहिँ गुरुको आश्रयमा भर पर्ने भन्ने भएको कारणले त्यो चाहिँ गुरुको आश्रय लिने विधि जान्नु पर्दछ त्यो चाहिँ हामीले त्यसको विधिहरू चाहिँ हामीले राम्रोसँग सुनेर चाहिँ त्यो श्रद्धापूर्वक त्यसमा हामी लागि पर्नुपर्छ त्यो जुन प्रस्तुत गर्ने जुन ग्रन्थ छ त्यसलाई चाहिँ गुरु पञ्चाशिका भनेर भन्छ यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ सीताको अपहरण गर्ने कथा जुन रामायण छ त्यो श्लोकहरू पूर्व कदमहरूले के भन्नुहुन्छ जुन रामायणको कथाहरू छ यसमा के छ भन्दाखेरि चाहिँ जुन रामायण भन्ने जुन कथा छ त्यसमा सीताको कुराहरू छ जुन रामायणको जुन सीता भन्ने छ त्यसमा चाहिँ रङ्गिमा भनेर भनिन्छ तिब्बत भाषामा र उहाँको कथामा चाहिँ के छ भन्दाखेरि चाहिँ सीताको कथा भनेर भन्ने चलन छ तिब्बतमा र त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ जुन लेखेर राखिएको जुन कथा छ जुन शब्दमा उतारिएको जुन कथा
जुन कथाकारहरूले जुन मनमा राखेको जुन एउटा कथा छ त्यसलाई चाहिँ जुन सीताको कथा भनेर त्योमा चाहिँ धेरै प्रकारको भनाइहरू जुन लेखेर राखेको कथा र जुन कथाकारहरूको मनमा भएको जुन उहाँले मनमा राखेर चाहिँ जुन मुखमा भनेको कुराहरू छ त्यो धेरै प्रकारको छ। त्यसमा चाहिँ जे भए पनि के छ भन्दाखेरि सीताको वास्तविक कथा चाहिँ के हो भन्दाखेरि जुन कथामा लेखिएको चाहिँ होइन, त्यो चाहिँ जुन कथाकारहरूले जुन कथाहरू भन्ने गर्छ, मुखबाट भन्ने गर्छ, त्यो चाहिँ वास्तविक हो। जस्तो जुन जनक राजाको छोरी रानी जुन राजकुमारी सीतालाई चाहिँ रावणले जुन अपहरण गरेर लगेर त्यो फेरि प्राप्त गर्नलाई त्यसमा चाहिँ अब एकदमै अब धेरै कुराहरू घटनाहरू घटेको थियो। त्यो चाहिँ वास्तवमा जुन घटनाक्रमहरू छ त्यो चाहिँ त्यो वास्तविक कथा चाहिँ त्यो धेरै जुन लडाइँहरू युद्धहरू भएको थियो त्यो समयमा जुन वास्तविक कथा चाहिँ त्यो हो। र पछि एक प्रकारले भन्दा एक प्रकारले त्यो कथा हो। तर पनि जुन भारतको पहिलेदेखि अहिलेसम्म रामायणको जुन कथा छ उहाँहरूको जुन अब पहिलेदेखिको एउटा इतिहासको कथा हो भनेर भन्ने गर्छ। र जे भए पनि जुन कथाको त्यसमा पनि विभिन्न घटनाक्रमहरू आएको थियो, जुन घटनाक्रमहरू चाहिँ कथा भएको घटनाक्रमहरू चाहिँ त्यो वास्तविक घटना चाहिँ त्यो हो। र अहिले जुन कथामा लेखिएको त्यो जुन कथामा लेखिएको चाहिँ होइन र त्यो समयमा वास्तविक त्यो समयमा घटेको घटना जे छ त्यो चाहिँ वास्तविक कथा चाहिँ त्यो हो भनेर भएको कारणले अहिले हामीले जुन गुरु पञ्चाशीको विषयमा हामीले जुन पञ्चाशीका जुन लेखेर राखेको जुन तेन्गिरमा लेखेर राखेको छ त्यो जुन चाहिँ छ वास्तवमा भन्नुपर्दा त्यो चाहिँ तेङ्गिरमा भएको जुन लामाङ्गपसिपा जुन अक्षर लिपिबद्ध गरेको छ त्यो चाहिँ हो भन्दाखेरि त्यो चाहिँ वास्तविक गुरु पञ्चाशीका त्यो होइन। तर यदि त्यस्तो हो भने गुरु पञ्चाशीका चाहिँ जुन गुरुहरूबाट जुन उहाँले वाचन उहाँले जुन देशना भएका जुन कुराहरू छ त्यो चाहिँ हो भन्दाखेरि चाहिँ गुरुहरूले भन्नुभएको त्यो चाहिँ हो भन्दाखेरि चाहिँ Ene sungen haya 근데 다 라마나 버서 송슈에 나샤와 라망고 주바 마 송슈에 나샤와 티 라망고 주바 레베스 데 원에도 말했어. त्यो गुरुहरूले बताउनु भएको त्यो हो भन्दा त्यो पनि होइन। त्यो पनि होइन भनेर बताउनु भएको। र वास्तविक गुरु पञ्चाशीको के हो भन्दाखेरि अनुत्तर फल प्राप्त गर्ने जुन वज्रधरको जुन स्थान प्राप्त गर्ने जुन प्रकारले हामीले उद्देश्य लिएर वज्रधरको स्थान प्राप्त गर्नको त्यस्तो उद्देश्य राखेर जुन आफूले एकदमै राम्रो तरिकाले चाहिँ गुरुको आश्रय लिएर गर्ने जुन विधि छ, जुन हामीले जुन अब गुरु पञ्चाशीका भनेर भन्छौँ एउटा भनाइ छ नि। जुन हामी जुन ग्रन्थमा रहेको जुन अक्षरमा रहेको जुन त्यो बाहेक आफूले व्यवहारमा उतार्न नसकेर जुन किताबमा जुन अर्थहरू त्यसमा जुन एउटा हामीले बुझाइ हुन्छ, जुन किताबलाई हेरेर अर्थ त्यसको वर्णन गर्न सक्ने, त्यसमा चाहिँ आफूले कुनै प्रकारले अब व्यवहारमा नउतार्ने त्यो चाहिँ राम्रो होइन भनेर भन्नु। वास्तविक गुरु पञ्चाशीको के हो भने अनुत्तर फल प्राप्त गर्नको निमित्त हामीले नियमबद्ध तरिकामा चाहिँ जुन गुरु को आश्रय लिने जुन अब यो के भन्छ उपदेशहरू छ त्योहरूलाई चाहिँ
जुन कदम च्याङछिप लमडनमा चाहिँ उहाँहरूले हामीले यसरी जुन सीताको कथाहरू छ त्यो दुईटालाई हामीले यसरी जोडेर उहाँले अर्थ व्याख्या गर्नुभएको छ। लामङ अप्चुबा पनि यो गुरु पञ्चाशीलाई हामीले त्यस प्रकारले बुझ्नुपर्छ भनेर बुझ्नु पर्दछ। र त्यसपछि गुरुको चरण कमलमा जसरी झुक्नु पर्ने हो त्यसरी झुकेर त्यसको चाहिँ के हो भन्दाखेरि गुरुको चरण कमलमा भन्दाखेरि यो समयको लामा चाहिँ को हो भने यसमा चाहिँ गम्भीर र बृहत गुरुहरूको जुन धर्मको देशना गर्ने त्यो दिने गुरु, त्यसै गरी जुन हित र सुखको जुन हित र सुख उत्पन्न हुने त्यस्तो प्रकारको जुन एउटा पिता भएको कारणले त्यसलाई पनि भनिन्छ। त्यसै गरी उपदेश प्रदान गर्ने भएकोले एउटा गुरु भन्ने, त्यस्तै हित र सुख उत्पन्न भयो त्यसको पिता माता पिता भएको कारणले गर्दा एउटा त्यो पनि एक त्यस्तो प्रकारले पनि मान्न सकिन्छ र गुरु भन्ने एउटा। त्यस्तै गरी जुन हामीले पूजा र सत्कार योग्य भएको जुन पूजनीय भएको त्यस्तो प्रकारको त्यस्तो प्रकारले पनि एउटा गुरु भनेर भन्ने एउटा चलन छ। विभिन्न अब अनेकौं ज्ञानहरूले युक्त भएको त्यस्तो प्रकारको गुरुको उहाँको चरणलाई चाहिँ एउटा पद्मको रूप लिएर चाहिँ त्यस्तो प्रकारको उहाँको चरण कमलमा चाहिँ श्रद्धापूर्वक वन्दना गर्दछु भनेर भनेको छ। र त्यस्तो प्रकारको चरण कमलमा चाहिँ वन्दना गरिसकेपछि गर्दाखेरि चाहिँ त्यसमा जसरी भनेर भनेको छ, जसरी झुक्नु पर्ने हो भनेर भनेको छ। जुन तन्त्र र उपदेशहरूमा जुन गुरुलाई सत्कार गर्नुपर्ने जुन कार्यहरू छ, उहाँहरूलाई आदर गर्ने तरिका छ, विधि छ, गुरुहरूबाट धर्म श्रवण गर्दा त्यसमा जुन क्रमहरू त्यसमा बताइएको छ, त्यो मिल्दोजुल्दो गरेर त्योसँग मिल्दोजुल्दो गरेर त्योबाट उल्टा नगरेर चाहिँ जुन हामीले गुरुहरूलाई गुरुहरूबाट श्रवण गर्दाखेरि धर्म श्रवण गर्दा उहाँहरूलाई मल्ल चढाएर उहाँहरूलाई हामीले श्रद्धापूर्वक एउटा प्रार्थनाहरू गर्छौँ, त्यो हो त्यस्तो प्रकारको विधि अनुसार त्यो विधिसँग मिल्दोजुल्दो गरेर चाहिँ जुन गुरुको चरण कमलमा चाहिँ हामी वन्दना गर्छौँ, झुक्दछौँ भनेर। र यो समयमा चाहिँ गुरुको चरण कमलमा भनेर यो जुन गुरुको चरण चाहिँ एउटा पद्मा जस्तो कमलको फूल जस्तो त्यस्तो प्रकारको रूप दिएर चाहिँ गुरुको चरण भनेको चाहिँ कमलको फूल जस्तो गरेर त्यसमा हामीले प्रशंसा गरेर त्यो भनेको चाहिँ हामीले त्यसमा वन्दना गरिएको हो भनेको। त्यसै गरी यो समय चाहिँ जुन गुरुको चरण कमलमा 3 प्रकारको पूजाहरू देखाइएको, शरीरबाट वन्दना ढोक गरिएको र त्यो जुन हामीले स्तुति गरेको छौँ, प्रशंसा गरेको त्यो चाहिँ मुखबाट वचनबाट गरिएको हो। त्यसै गरी शरीरबाट जुन प्रकारले हामी झुक्छौँ त्यो चाहिँ शरीरबाट जुन वन्दना गर्ने, शरीरबाट ढोक्ने, मुखबाट प्रशंसा गर्ने, त्यसै गरी शरीरबाट चाहिँ ढोक गर्ने लागि पर्ने त्यस्तो भएको कारणले त्यो बुझ्नु पर्दछ। र अब चाहिँ त्यो समय के आउँछ भन्दाखेरि जुन संस्कृत त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ यदि अब समग्रमा भन्दाखेरि चाहिँ जुन हामीले जुन पूजनीय जुन एउटा देवताहरू छ, बुद्ध बोधिसत्वहरू चाहिँ जुन हामीले पूजाहरू गर्छौँ त्यो हामी उहाँलाई चाहिँ वन्दना गर्नु पर्दैन र भनेर भन्दाखेरि यो समय चाहिँ हामीले आफ्नै गुरुलाई चाहिँ वन्दना गर्नुपर्नेको कारण चाहिँ के हो, यो समयमा त हामी त जुन अब देवता आफूले श्रद्धा गरेको देवता छ, त्यस्तै गरी बुद्ध बोधिसत्वहरू छ, उहाँहरूलाई चाहिँ नगरेर मुख्य रूपमा गुरुलाई नै राख्नुपर्ने कारण चाहिँ के हो भन्दाखेरि यो समयमा चाहिँ
अहिले चाहिँ हामीले जुन अब यो समयमा हामीले जुन श्रद्धा गरेको देवता नै गुरु नै हो भनेर यसमा दुई प्रकारले गुरुहरू हुन्छ हामीलाई चाहिँ आफूलाई चाहिँ एकदम महागुणी भएको कारणले गर्दाखेरि चाहिँ गुरु चाहिँ बुद्ध बोधिसत्व एकदम महत्त्वपूर्ण छ तर पनि अब अहिले हामीले जुन गुण चाहिँ बुद्ध समान भए पनि गुण चाहिँ ज्ञान चाहिँ बुद्ध समान भए पनि अहिलेको जुन गुण आफूलाई भएको जुन गुण छ त्यो चाहिँ बुद्ध भन्दा पनि महान भएको कारणले भनेर भनेको छ र अहिले चाहिँ हामीलाई चाहिँ जुन गुरुहरूले हामीलाई मार्गदर्शन गर्ने चाहिँ गुरु भएको कारणले उहाँलाई चाहिँ त्यस्तो प्रकारको मार्गदर्शन गर्ने भएको उहाँले महागुणी भएको कारणले उहाँलाई चाहिँ गुरुलाई वन्दना गरेको भएको र त्यसै गरी सम्पूर्ण बुद्धहरूको स्वाभाविक काय भएको कारणले भने त्यसको विषयमा चाहिँ यहाँ अब तल आउँछ गुरु चाहिँ अब सम्पूर्ण बुद्धहरूको एउटा अवतार जस्तो एउटा काय निर्माण काय जस्तो उहाँहरूको लीला दर्शाउने अब यसमा अब छोटकरीमा भन्दाखेरि बुद्ध बोधिसत्व सबै बुद्ध बोधिसत्वको एउटै मात्रै काम छ के छ भन्दाखेरि त्यो चाहिँ सत्व हित गर्ने हो त्यो सत्वको हित गर्नको लागि चाहिँ प्राणीहरूप्रति उहाँहरूलाई जुन प्रकारको जुन कर्मको हेतुको फलहरू छ अब विभिन्न प्रकारको अब उयोहरू छ विभिन्न प्रकारको त्यस्तो प्रकारले अब सम्बन्ध भएको छ कसै चाहिँ बुद्धसँग कोही बुद्धसँग कोही प्रत्येक बुद्धसँग त्यसरी अब आफ्नो मति अनुसार मतिको क्षमता आफ्नो बुद्धि क्षमता अनुसार उहाँहरूसँग चाहिँ त्यस्तो प्रकारले सम्बन्ध हुने बेग्लै भए तापनि अहिले जुन एउटा साधारण तरिकाले हेर्दाखेरि चाहिँ यसो हामीले दर्शन गर्दाखेरि नै अब साधारण व्यक्तिहरूको जस्तै एउटा जुन रूप धारण गरेर उहाँले चाहिँ धर्म जुन प्रवचन गर्नुपर्छ त्यस्तो प्रकारले सम्बन्ध राखेको कारणले गर्दाखेरि चाहिँ उहाँले चाहिँ त्यस प्रकारले जुन धर्ममा चाहिँ अब श्रद्धा जागेर चाहिँ जुन अब बुद्धता प्राप्त गरेको छ त्यही भएको कारणले गर्दाखेरि चाहिँ त्यो गुरु भनेको चाहिँ सबै बुद्धहरूको एउटा कार्य गर्ने त्यस्तो प्रकारले बुझ्नुपर्ने हुन्छ त्यही भएको कारणले गर्दाखेरि अहिले हामीले जुन पृथकजनहरूको साधारण व्यक्तिको रूपमा हेर्दा हामी चाहिँ गुरु चाहिँ एकदमै ठुलो गुण लगाउनु भएको छ त्यति मात्र नभएर अब बुद्ध बोधिसत्वहरूको जुन प्रकारले जुन अब बुद्ध बोधिसत्वको जुन लीलाहरू कार्यहरू छ त्यो उहाँहरूको लीलाहरू चाहिँ उहाँहरूलाई साक्षात रूपमा दर्शन गरेर चाहिँ उहाँले चाहिँ अब त्यस्तो प्रकारको धर्महरू चाहिँ ग्रहण गर्नु सक्दैन र अब चाहिँ हामीले त्यो चाहिँ कहाँबाट चाहिँ गर्नु सक्छ हामीले चाहिँ गुरुलाई दर्शन गरेर हाम्रो आचार्यहरूलाई दर्शन गरेर त्यसबाट चाहिँ उहाँहरूबाट चाहिँ धर्म श्रवण गर्छ र उहाँले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि कार्य काम गर्ने जस्तो होइन बुद्ध बोधिसत्वको कामको कार्य गर्ने व्यक्ति जस्तो भएको कारणले गर्दा र उहाँहरूको जुन एउटा लीला प्रदर्शन गर्ने बुद्ध बोधिसत्वको निर्माण काय भने पनि त्यो त्यस्तो भएको कारणले गर्दा गुरु चाहिँ एउटा वन्दनीय उहाँलाई चाहिँ हामीले पूजा गर्नुपर्ने र उहाँलाई वन्दना गर्ने एकदमै महत्त्वपूर्ण रहेको वास्तविक अब अर्थ चाहिँ कारण चाहिँ यो हो तर आज सायद यहीँ राख्नुपर्छ होला किनभने धेरै प्रवचन गर्दा फेरि अलिकति शरीर अस्वस्थ पनि हुने रहेछ त्यही भएर आज यति नै छोटो सुरुमा त म त आज भन्नु सक्छु कि सक्दिनँ त्यस्तो पनि भयो तर मैले अब अलिकति कोसिस गरेर मलाई खुसी लाग्यो मैले सुरु गर्न पाएँ र अब समग्रमा भन्दाखेरि र मेरो
एक प्रकारले भन्दाखेरि हामीहरू आफ्नो सोचाइ चाहिँ के छ भन्दाखेरि चाहिँ मैले सायद सोच्न नजानेको पनि जस्तो एक प्रकारले सोच्ने हो भने अहिले जुन गुरु पञ्चासीका अहिले म जुन अब गुह्य मन्त्रसँग वज्रयानसँग सम्बन्धित भएको मैले अगाडि अब धेरै कुराहरू बताएको छु यो चाहिँ अब अहिलेको जुन यो चाहिँ गुह्ययानको साधनासँग सम्बन्धित भएको ग्रन्थहरू रहेको छ र त्यही भएको कारणले चाहिँ एकदमै महत्त्वपूर्ण ग्रन्थ रहेको छ र धर्म भनेको चाहिँ कति महत्त्वपूर्ण छ त्योहरू चाहिँ जति महत्त्वपूर्ण छ त्यतिकै बाधाहरू पनि त्यति नै धेरै आउने गर्छ त्यही भएको कारणले गर्दाखेरि अहिले म अब सायद त्यो पनि हुनसक्छ होइन विभिन्न बाधाहरू आएको हुनसक्छ र एक प्रकारले जे जस्तो भए तापनि सायद अब यसमा जुन कर्म हेतुको सम्बन्धहरू पनि भएको हुनसक्छ र अहिले जुन यो ग्रन्थ चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ र मैले जुन अब मैले भन्दा पनि एकदमै ध्यान दिएर भन्नुपर्ने होसियार गर्नुपर्ने र मैले सुन्ने व्यक्तिहरू पनि एकदमै होसियार गरेर सुन्नुपर्ने यो चाहिँ अब एकदमै दुर्लभ र महत्त्वपूर्ण हो भनेर चाहिँ त्यस्तो पर हामीले विचार गर्नुपर्छ त्यस्तो हामीले मनमा लिनुपर्ने सायद त्यस्तो मलाई त्यस्तो लाग्छ त्यही भएको कारण यहाँहरू सबैले चाहिँ यो मैले भन्दा ठिक हुन्छ कि जस्तो लाग्यो र मलाई त्यस्तो लाग्यो सायद त्यस्तो होला सो र आज यहीँ राख्दाखेरि हुन्छ जस्तो लाग्यो र यहाँहरूले जुन प्रार्थना गर्नुपर्छ त्यो प्रार्थना गरिदिनुहोस्